कसरी चिक्दा मजा आउँछ भन्दा अरे नबल खाड नबल नाच्छ अब हो र मुजी तनात तैँले मुजी पाटनको कृष्ण मन्दिर देखाएको छैन दुईटा हातमा दुईटा लाडो मुखमा लाडो चाकमा दुईटा लाडो फेरि हान्छु मैले बिमार बस्छु नाच भन्दाखेरि नाचेको नाच्नु पर्यो मुलाई मलाई छाडा बोल्न नलगे मुलाई मस्ती सबै मान्छेलाई चिक भन्न अनि पो चिक्छु त मैले के अरे बुढीलाई काँडे हानेर चिक्छु बुढी भाइ चिक्ने तँसँग आउनु पर्थ्यो चिक्ने अन्डरले कतिचोटि सिकेँ मलाई म्याथ सिक्ने यसले पनिसमेन्ट गर्दैन नि तैँले कुन कलरको पेन्टी लाछ देखा त पनिसमेन्ट खेल्छेस् ज्यादा त अरूसँग गएर खेल्छ म सक्दैन त खेल्नु त लाग्छ छाडा बोल्नु नबोल भन्छु छाडा झन् अहिले नाटक नगर्ने फेरि मैले पुटी सुती भस्काइदिन्छु चुप लाएर यहाँ जाँदा मात्रै तेरो छाडा नबोल न दानी छाडा बस्नु ल डगी स्टाइलमा चिकन उयो हाई गर्मी डान्स हान्नु हाई गर्मी जहाँ मैले जितेँ हाई गर्मी डान्स हान्न यस्तो गरेर नोरा फतेहीलाई फलप खानु पऱ्यो जहाँ त त्यो एलिना ऋषि धमा ऋषि धमालाको बुढीलाई फलप पाइदिनु पऱ्यो कि हाई गर्मी गर्दै अनि यस्तो चाक गरेर त्यो भैँमा सुतेर क्या सबैजना लाइभ सेयर गर्नु न ट्याप ट्याप गर्नु न मेरो दाइ दिदीहरू सबैजना लाइभ सेयर ट्याप ट्याप गर्नुहोस् त फरिमा कुद्नु पऱ्यो अहिले जान ल सुभाष ब्रदरले त के भन्दैछन् त्यसको त मैले पुतलीको पानी पनि खाइदिन्छु भन्छ त कस्तो डाइ एडमिनहरू आउनुहुन्छ देखिस् मेरोमा तेरो लागि ल हाई गर्मीमा डान्स हान्न हान्दैन म अहिले कस्तो राम्रो तरिका उति खाटमा गएर हाई गर्मी भन्दै हान्न जान छोडिदिएर त्यस्तो पनिसमेन्ट गरेर जान्छु के खेलेको तैँले हो लाउँछु त मुजी बोल्नु सक्दैन भनेर फेरि हेरिरहेको हो नि आई लभ यु डार्लिङ नाच न मेरो परान जाऊ त बुढो भइसक्यो ओइ गोविन्द सुन न मेरो भर्खर नपरिरहेको तैँले गर्दा मेरो अब जानु भएछ ए जाँदैन टेन्सन नगर म काँदै हाल्नुला किन टेन्सन गर्छस् लाठी म छु त कसले काँधे हाल्न आउँछ रन्डामा किन्ने म घोडा चढ्नु भनेको सम्झित तिमीहरू स्वर्ग पुग्नु बाफ्रे यार केटाहरू बुढोले हेर नि त्यहाँनिर आमामा इङ्ग्लिस भन्ने छोडेको छैन है ए सुन न एउटा कुरा भन्छु कि म साइला र हेलो रे हजुर भन्नु न त्यो साइला र तैँले होइन मलाई पाउनलाई आइसक्यो नि तँलाई थाहा छ कि नै मार्केट को साइला बिनी भाउजूको र साइला दाइको के आयो भिसी गान्डा मलाई युएसएबाट आइसक्यो र त्यो दिनु भने अस्ति देशमा चढिरहेको थियो बुढी हो र त्यो साथी बिनी छेत्री हो बुढी हो र साथी चेतन नानी त भालुको छोरा मुजी त जाला नि फेरि मुजी त मुजी साला रापतीमा मुजी बल्छी हान्ने साला ठुलो बुढो गरिस् ओए अनि त्यो साइलाको आफ्नो बुढी हो बुढी होइन गर्लफ्रेन्ड साइड चिक साइलाले
हाइट 6 हो